ल बिहान बिहान मर्निङ वाक यसो अल्छी लाएर हिँडेको। अब यहाँ चाहिँ एउटा पार्क पनि छ। यो सानो पार्क छ। म चाहिँ वाकिङमा एकछिन बाहिर वाक गर्नु पऱ्यो भनेर आएको खासमा। धेरै त गर्दिनँ, चट्ट हिँड्ने हो, चिल पारामा हिँड्ने हो होइन। एकछिन ठक्क सन कस्तो दामी भइरहेछ उता सनराइज। अहिले यहाँ बिहानको कति बज्यो भन्दाखेरि 6:30 भइसक्यो। र एकछिन टक्क हिँडेर मुड फ्रेस बनाएर चाहिँ चट्ट कम्पनीतिर काम गर्न जानुपर्छ। अब त्यस्तै छ नै तालमा हो। कपाल सपाल झिङ्रिङ्ग भएको छ होला के अरे, मतलब भएन। यो बाजेको गाडी काममा हिँडेको होला, पानी खायो चट्ट आफ्नो पारामा मुड फ्रेस बनाइसक्यो बुढोले। सिरिज लिएर काममा जान्छन् यिनीहरू। यस्तै छ है त, यस्तो छ कोरियाको ठाउँहरू। के हो यो, कस्तो कडा हो। यस्तै छ ल, यस्तै नै हो। बोल्दै हिँड्दै चिल पारामा मतलबै छैन कि केही कुराको। यता त गाडी आउँछ, अलि छेउतिर हिँड्नुपर्छ। कपाल बाँटेर हिँड्नु पर्ने हो। बोल्दा आयो भन्ला नि फेरि हेट, त्यस्तो चाहिँ होइन है फेरि। ल यो बिल्डिङ चाहिँ एकदम राम्रो छ, तर भित्र अझ सेवा सुविधा दामी छ जस्तो छ हेर्दा। तर बाहिरबाट नै राम्रै देखिरहेको छ। शीतलो छ बिहानमा हिँड्दाखेरि, चट्ट वाकिङहरू गर्ने होइन। बिहानमा जहिले नै हिँड्नुपर्छ क्या, हिँडेको राम्रो हो बिहानमा भन्छ नि। जति बिहानमा हिँड्यो त्यति नै हेल्दी भइन्छ है त। तर यहाँ चाहिँ अब गाडीको जाम छ, त्यस्तै छ है ठाउँ चाहिँ। राम्रो फुल फुलेको रहेछ यहाँ, दामी दामी डिजाइनको फुलहरू फुलिरहेछ यार, यस्तै मजा आउने क्या। वाह, बिहान 5 बजे चाहिँ घाम लागेको, यहाँ उज्यालो भइसक्यो। यति बेला चाहिँ 5 बजे काम भइदिए नि हुन्थ्यो जस्तो चाहिँ फिल हुन्छ। तर फेरि काम धेरै गर्न सकिँदैन। 8 बजी जाने हो र पनि कस्तो के, त्यो घाम चाहिँ कहाँ पुगिसक्यो, बल्ल 6:30 हुँदैछ, उज्यालो भइसक्यो जताततै। यस्तो लाग्छ कि 12 बजिसक्यो दिउँसो। यो चाहिँ सानो सिक्ताङ जस्तो भन्छ नि, रेस्टुरेन्ट जस्तो हो। रेस्टुरेन्ट वरिपरि चाहिँ यो चाहिँ अङ्गुरको झुप्पा हो, तर अङ्गुर सानो फल्छ, खान मिल्ने खाले त फल्दैन। राम्रो छ ठाउँ चाहिँ। उहाँ फलिरहेको रहेछ, देखेछ कि नै, त्यो अङ्गुरहरू फलिरहेको रहेछ। इस अङ्गुर यस्तरी अङ्गुर चाहिँ फलिरहेछ, तर खान मिल्ने चाहिँ हुँदैन जस्तो लाग्छ। त्यही नै हो। अङ्गुर चाहिँ यहाँ चाहिँ एकदम राम्रो हुन्छ, गर्मी ठाउँ भएर हो कि के भएर हो, अङ्गुर चाहिँ दामी हुन्छ। अनि यहाँभित्र चाहिँ बिरालोको घर जस्तो बनाएर राख्दैछ, कोठेनहरू आफैले, खानेकुराहरू, पानी, सबै कुरा क्या ट्याक्क मिलाएर राख्ने। बिरालो भोगाएर आयो भने आएर खान्छ यहाँ। त्यो जताततै हुन्छ कि कोरियाको अलमोस्ट जताततै बिरालोको लागि चाहिँ एकदम राम्रो ठाउँ छ। अनि यो चाहिँ मेरो खाना खाने सिक्ताङ भइहाल्यो। त्यहाँ माथि डक्टर बस्छ, डक्टर चाहिँ मस्त सुतिरह होला अहिले चाहिँ चट्ट पारा। कस्तो छ हेर न कम्पनी।